ल साथीहरू, आज म फेसबुक रिल्स भिडियोमा कपिराइट समस्या सम्बन्धी केही जानकारी लिएर आएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। ल साथीहरू, स्टार्टिङमा फेसबुकमा क्लिक गर्नु होला, त्यसपछि तपाईँ आफ्नो प्रोफाइलमा क्लिक गर्नु होला, अनि त्यसपछि तल जानु होला, जुन भिडियोमा कपिराइट लागेको छ त्यो भिडियोमा जानु होला। अनि त्यसपछि मेरो यो भिडियोमा कपिराइट लागेको छ अनि यसमा भनेको छ कि तपाईँको भिडियोमा सामग्री कजकद्वारा स्वामित्व लिङ्क थपिएको थियो, त्यही भएर कपिराइट लागेको भनेर भनिएको छ हैन। र म यसमा क्लिक गर्छु, यो लिङ्कमा के भनिएको रहेछ। अनि त्यसपछि यहाँ भनिएको छ कि तपाईँको भिडियोमा परिवर्तनहरू भएका छन् भनेको छ हैन। प्रतिलिपि अधिकार मेल खाएको कारणले तपाईँको भिडियोमा एक वा बढी कार्यहरू लागू गरियो। त्यसपछि विवरणमा क्लिक गर्नु होला। अनि यहाँ भनिएको छ कि प्रतिलिपि अधिकार मेल खाएकोले तपाईँको भिडियोमा परिवर्तनहरू गरिएका छन् भने हैन। त्यसपछि तल भनेको छ बङ्गलादेश क्रिकेट द टाइगर्स द्वारा तपाईँको भिडियोमा निम्न कारबाही लागू गरिएको हो, किनकि उक्त भिडियोले उहाँले स्वामित्व गर्ने 12 सेकेन्डको सामग्री समावेश गरेको हुन सक्छ। सेम मेरो भिडियो अनुसारले यो भिडियोको अनुसार मेरो भिडियो भएको कारणले मेरो भिडियोमा कपिराइटको समस्या देखिएको हो। अनि त्यसपछि तल भनिएको छ तपाईको पोस्टमा अधिकार धारकको स्वामित्व भएको सामग्री समावेश भएकोले उहाँले यसबाट पैसा कमाउन सक्नुहुन्न। अनि त्यसपछि तल भनेको छ अधिकारको मालिकलाई क्रेडिट दिन तपाईको भिडियोमा लिङ्क थपियो। अनि जुन माथि द टिगर्स नामको व्यक्ति छ त्यो मैले भिडियो बनाएको कारणले त्यो मान्छेको भिडियोमा पैसा आउँदैन, अनि नआउने भएको कारणले अनि कपिराइट बनाएको हैन मेरो यो भिडियोमा। र तपाईको भिडियोमा प्रतिलिपि अधिकार लागू हुने सामग्री फेला पर्यो। जस्तै मेरो भिडियोमा प्रतिलिपि अधिकार लागू हुने एउटा सामग्री फेला पर्यो। अब खै के हो, अब ह्यासट्याग हो या टाइटल हो या भिडियो जे पनि हुन सक्छ हैन। अनि त्यसपछि तल क्लिक गर्नु होला, जारी राख्नुहोस् भन्नेमा क्लिक गर्नु होला। यहाँ गएपछि यहाँ भनेको छ प्रतिलिपि अधिकारले कसरी काम गर्छ भने हैन। प्राय स्थानहरूमा प्रतिलिपि अधिकार भनेको कानुनी अधिकार हो जसले प्रकाशकले गरेको मौलिक कार्यको संरक्षण गर्दछ भन्यो। अनि त्यसपछि तल भने प्रतिलिपि अधिकार धारकहरूसँग कानुन अनुसार अरूलाई उहाँको कामको प्रतिलिपि बनाउन र वितरण गर्न वा त्यसैबाट नयाँ कामहरू सिर्जना गर्नबाट रोक्ने अधिकार लगायतका केही अधिकार हुन्छन् भने हैन। हाम्रो सेवाका सतर्क र सामुदायिक मापदण्डहरू अन्तर्गत तपाईँ अरू कसैको बौद्धिक सम्पत्तिको अधिकार उल्लङ्घन नगर्ने सामग्रीमा फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ भने हैन। अरूको हिसाबमा हामीले कुनै पनि पोस्टहरू हामीले फेसबुकमा पोस्ट गर्न पाउँदैनौँ हैन। त्यो भएको कारणले तल हामी जारी राख्नुहोस्मा यसमा क्लिक गरौँ हैन। त्यसपछि यहाँ भनेको छ तपाईँको सामग्रीले प्रतिलिपि अधिकार कानुन उल्लङ्घन गर्दैन भनेर कसरी सुनिश्चित गर्ने भने हैन। तपाईँले निम्न गरेमा समेत तपाईले अरू कसैको सामग्री फेसबुकमा पोस्ट गर्दा उहाँको प्रतिलिपि अधिकार उल्लङ्घन हुने सम्भावना हुन्छ भने हैन। जस्तै सेम भिडियो या कसैको कपिराइट गर्यो भने उसको प्रतिलिपि अधिकार उल्लङ्घन हुने सम्भावना हुन्छ भने हैन। त्यसपछि तल भनेको छ तपाईको आफ्नै रेकर्डिङ यन्त्रमा सामग्री रेकर्ड गरियो, उदा पार्टी, कन्सर्ट, खेलकुद कार्यक्रम, विवाह आदिमा पृष्ठभूमि सङ्गीत। त्यसपछि प्रतिलिपि अधिकारको मौलिकलाई क्रेडिट दिइयो, तपाईले प्रतिलिपि अधिकार उल्लङ्घन गर्न नचाहेको भन्ने अस्वीकार समावेश थियो। अनि तल्लोमा यसबाट नाफा लिने अभिप्राय नराख्नु होला भने हैन। कार्यलाई परिवर्तन गरिए या आफ्नो मौलिक सामग्री त्यसमा थपिए, इन्टरनेटमा उपलब्ध सामग्री फेला पर्यो वा अरू कसैले पनि यो पोस्ट गरेको देखियो, यो सामग्रीलाई निष्पक्ष प्रयोग मानिन्छ भन्ने विश्वास गर्नुहोस् भने हैन। त्यसपछि फेरि जारी राख्नुहोस्मा क्लिक गर्नुहोस्। अनि यसमा क्लिक गरिसकेपछि मेन चिज यही हो, तपाईले के गर्न चाहनुहुन्छ भने हैन। अब मैले के गर्न चाहन्छु त हैन। यहाँ तल भनेको छ यी उपलब्ध कारबाहीहरू हुन जुन तपाईँ आफ्नो भिडियोमा गरिएका परिवर्तनहरूको सन्दर्भमा लिन सक्नुहुन्छ भने। अनि यहाँ तल भनेको छ परिवर्तनहरू स्वीकार गर्नुहोस्। जस्तै अब तपाईँ
यी परिवर्तनहरू स्वीकार गर्नुहोस् र अधिकार मालिकद्वारा गरिएका कुनै पनि कार्य तपाईँको भिडियोमा लागू रहेनछन् भने हैन। अनि त्यसपछि तलमा छ विवाद पेश गर्नुहोस्। अब विवाद भनेको जस्तै यो भिडियो मेरै हो, मैले नै बनाएको भन्ने हिसाबले त्यो तरिकाका कागजपत्रहरू पेश गर्नुपर्छ है यसमा। अनि यसमा भने तपाईँले यो सामग्रीमा तपाईँको अधिकार छ वा यसको प्रयोग गर्ने अधिकार छ भन्ने विश्वास हुनुहुन्छ र थप जानकारी उपलब्ध गराउन चाहनुहुन्छ। अब कुनै पनि अब जस्तै अब भिडियोमा त त्यति हुन्न, अब जस्तै कुनै पनि सङ्गहरू हुन्छ, जस्तै सङ्गहरूलाई आफ्नो छ भने चाहिँ कुनै कहिलेकाहीँ कपिराइट आउन सक्छ। अनि त्यतिखेर यो सङ्गहरू मेरै हो, मैले आफै गाएको हो, मैले मेरो म्युजिक मेरो आफै हो भनेर यसमा हामीले कागजपत्रहरू पेश गर्नुपर्ने हुन्छ। अनि लास्ट विकल्प छ भिडियो हटाउनुहोस् भन्यो हैन। या त माथिका दुईवटा विकल्पहरूमा एउटा विकल्प रोजेर त्यसलाई पुष्टि गर्नुहोस्, नभए भिडियोलाई हटाइदिनुहोस्। आफ्नो पोस्टलाई भिडियो हटाउनुहोस् भन्यो। आफ्नो पोस्टलाई जहाँसम्म हटाइदिनुहोस् भन्ने आयो हैन। त्यसमा यसमा हामीले भनेको माथिको फर्स्टवाला छ, त्यसमा खास त्यसमा कस्तो हुन्छ भनेपछि जस्तै हामीले भिडियोलाई हामीले यो फर्स्टवाला अप्सन भनेको सेयरिङ अप्सन हो। हामीले जस्तै कपिराइटवाला जुन छ त्यो डटाइकरवाला त्योसँग हामीले सहकार्य गर्न सक्यो हैन। नभए तल्लोमा छ, तल्लोमा अब जस्तै हामीले कागजपत्र पेश गरेर हाम्रो जो फाइनल भयो भने चाहिँ त्योमा हाम्रो क्लियर आफ्नै हुन्छ। अनि नभए लास्ट विकल्प भनेको कि त लास्टको अप्सन हटाइदिनुहोस् भिडियोलाई। म यसलाई परिवर्तन स्वीकार गर्छु हैन। अनि माथि टपवाला अप्सनलाई क्लिक गर्छु, पछि पनि डिलिट गर्न सकिन्छ, त्यो त केही फरक पर्दैन। म स्टार्टिङवाला अप्सनलाई क्लिक गर्छु है। अनि त्यसपछि तल जारी राख्नुहोस्मा क्लिक गर्छु। अनि त्यसपछि यहाँ भनेको छ परिवर्तनहरू स्वीकार्य गर्ने भने अहिलेसम्म यस्तो भएको छ, तपाईँहरूको भिडियोमा कार्य गरिएको थियो किनभने यसमा अरू कसैले सामग्री समावेश हुन सक्छ भनेन। तपाईँले फेरि प्रतिलिपि अधिकार उल्लङ्घन गर्नुभएमा तपाईँको सामग्री पोस्ट गर्ने क्षमता प्रतिबन्ध लगाइन वा तपाईँको खाता निष्क्रिय गरिन सक्छ भन्नु हैन। र यस्तै भिडियोहरू अरू पनि आयो भने मेरो खाता फेसबुक एकाउन्ट बन्द पनि गर्न सकिन्छ, बन्द पनि हुन सक्छ भन्नु खोज्यो हैन। त्यसपछि ल ठिकै छ, यसमा तल छ स्वीकार गर्नुमा क्लिक गर्नु पर्यो। अनि त्यसपछि लगभग अब यसलाई बन्द गरिदिने है। यहाँ माथि ग्रिन टिक आइसक्यो, येलो टिक हट्न अलिक टाइम लाग्छ। त्यही भएर अब यसरी नै तपाईँहरूले कपिराइट इस्युलाई हटाउन सक्नुहुन्छ। र भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला है साथीहरू। हस्, नमस्ते।